क्वेसन नम्बर 6 ले के भनेको छ भने यदि ए बी र सी ले एउटा व्यापारमा 2:3:5 को अनुपातमा लगानी गरे यदि लाभ आरएस 20,000 भयो भने सी ले कति लाभ पाउँछ ओके यहाँ के बुझ्नु पर्यो भने यहाँ जम्मा तीनवटा क्यारेक्टरलाई शो गरेको छ एउटा क्यारेक्टर भनेको ए रहेको छ अर्को भनेको बी अर्को भनेको सी रहेको छ अब तिनीहरूले के काम गर्छ भने कुनै व्यापार गरिरहेको छ सो व्यापारमा सबैले लगानी गरेको 2 को रेशियोमा कसले ए ले भनेको 2 को रेशियोमा बी भनेको 3 को रेशियोमा सी भनेको के को रेशियोमा सी भनेको 5 को रेशियोमा लगानी गरेको छ ओके अब के भनेको छ भने यदि लाभ भनेको तिनीहरूले प्रॉफिट भनेको सबैले प्रॉफिट भनेको 20,000 कमायो त 20,000 कमायो भने के बुझ्नु पर्यो भने जसरी एकले अर्का एक मान्छेले अर्कोले जसरी लगानी गरेको हुन्छ त्यसरी नै लाभबाट पाउने भनेको त्यही रेशियोमा पाउने हो त त्यसै त्यही रेशियोमा पायो भने त 2 र 3 भनेको 5 कति भयो 10 भयो त 10 भनेको जम्मा लगानी गरेको जम्मा प्रॉफिट भनेको यो नम्बर हुन्छ त 10 को रेशियो भनेको कति हो 20,000 हो होइन त्यसकारण हामी यसैको अनुसार हामी गर्छौं तर यसको ट्रिकी मेथड हो यसको ट्रिक हेरौ अब यसको ट्रिक हेर्दाखेरि क्वेशनले के मागेको छ सी मागेको छ त सी को नम्बर कति रहेको छ सी को नम्बर 5 रहेको छ कतिमा 5 हो टोटल भनेको 10 मा 5 हो 5 3 2 3 5 5 प्लस 5 कति भयो 10 भयो इन्टु कति भयो 20,000 भयो 20,000 भयो यो 0 र 0 के भयो क्यान्सल भयो 5 2 जा कति भयो 10 भयो 10 भएको अप्सन कति छ यहाँ 10 भएको अप्सन यो रहेको छ बी नम्बरको रहेको छ 10,000 त्यसकारण यसको आन्सर भनेको 10,000 हुन्छ ओके